दामी हेलो गाइज वेलकम ब्याक टु माई च्यानल तपाईँ सबैलाई स्वागत छ मेरो च्यानल के छ खबर सन्चै हुनुहुन्छ हेर्न सक्नुहुन्छ आज चाहिँ हामी यता हिजो चाहिँ अस्ति चाहिँ उता माथि पूजा गऱ्यौँ अनि त्यस पछाडि आज चाहिँ त्यहाँ हेर्न सक्नुहुन्छ त्यो प्यालो त्यहाँ अब कसरी जुम गरौँ त्यहाँ प्यालो हेर्न सक्नुहुन्छ त्यहाँ हो आज चाहिँ त्यहाँ पूजा हुँदैछ हाम्रो देख्न सक्नुहुन्छ सरकार हाम्रो राजा चाहिँ हिँड्न मानिरहेको छैन त्यही हो अब त्यहाँ गएर पूजासुजा गर्नुपर्ने हुन्छ होइन त्यहाँ गएर पूजासुजा गर्नुपर्ने हुन्छ त्यही आज चाहिँ बिहान चाहिँ यस्तो गाह्रो भयो कि कुरै छोडिदिनु गाई यो बाटो ल्याएँ फेरि चल्ला ल्याउन गएँ त्यहाँबाट फेरि उता तल उता हेर्न सकिन्छ उता तलतिर बाइकमा पुरा ल्याउन गयो बाटो कस्तो रहेछ भन्दाखेरि ढुङ्गा पानी परेर चिप्लो ट्याङ्कको भइदियो के हेर्न सक्नुहुन्छ आज चाहिँ यसको चाहिँ अब व्यवस्थित रूपमा गर्नुपर्ने हुन्छ त्यो अब पूजासुजा गर्नुपर्ने हुन्छ त्यहाँदेखि अब यताउता गरेर फेरि उता तल उता साइडमा खोलेलाई चढाउनु पर्ने हुन्छ आजै हुन्छ भोलि चाहिँ नेपालमा जान्छ हुन्छ भोलि चाहिँ नेपाल जान्छौँ अनि आज पूजासुजा गरेर सब भ्याइन्छ त्यस पछाडि भोलि नेपाल गएर अनि पर्सिपल्ट चाहिँ म कता जान्छु थाहा छैन त्यही हो यस्तो गाह्रो भइरहेको छ हेर्न सक्नुहुन्छ मेरो त झोला पनि एकदम डिजाइनवाला झोला छ हेर्न सक्नुहुन्छ फेरि गाउँले जीवनमा बितिरहेछ यता हेर्न सक्नुहुन्छ सुन्तला बारी हेर्नु न पुरा सुन्तला चाहिँ हेर्न सक्नुहुन्छ पुरा सुन्तला छ अब चोर्न आऊँ भने अब फल्दैनन् आजभोलि हल्का पछि फल्छ फल्दाखेरि म यहाँ हुन्न यहाँ भएको बेला फल्दैन अब क्याट त्यही छ गाह्रो साले हेर्नुहोस् मेरो पाठो त्यही हो आज पनि यता पूजासुजा गर्नुपर्ने हुन्छ त्यहाँदेखि यता एकछिन बढी होइन आधा 1 घन्टा जति लाग्छ होला टाइम त्यहाँदेखि फेरि यता पूजासुजा गरेर फेरि उता खोलेलाई चढाउनु पर्ने हुन्छ अनि त्यही हो अब त्यति गरेर आज चाहिँ हुन्छ त्यही हो हातसात पाटिएर यो भ्लग बनाउन गाइस गाह्रै हुँदो रहेछ होइन सुरुमा हो गाँठ फटिरहेछ मेरो त के गरौँ ल त गाइस अब यता हेर्नु सक्नुहुन्छ पुरा यहाँदेखि हिँडेर यहाँदेखि पुरा यस्तो वाला छ हेर्नु सक्नुहुन्छ यहाँदेखि घुमेर त्यहाँ जानुपर्ने हुन्छ त्यही हो अब चाहिँ म त्यहाँ गएको बेला देखाउँछु सिधै ल गाइस अब चाहिँ जाँदा एउटा कुरा देखाउन मन लाग्यो मलाई चाहिँ म चाहिँ सानोमा म चाहिँ उता 1 देखि कति होइन नर्सरी म 1-2 वर्ष कता उता चितवन परेँ 1-2 वर्ष चितवन परिसकेर चाहिँ यता फेरि यो गाउँमा आएँ म चाहिँ हेर्न सक्नुहुन्छ होइन यो गाउँमा आएँ म चाहिँ बस्न अनि यो गाउँमा बस्दाखेरि चाहिँ म नर्सरीदेखि कति 2 सम्म हो कि 3 सम्म चाहिँ म यहाँ परे हो यो स्कुल यस्तो थिएन है गाइस यस्तो थिएन उता हेर्न सक्नुहुन्छ अर्को अगाडिको त्यहाँ ढुङ्गे गरेर देख्न सक्नुहुन्छ हो त्यही हो म चाहिँ त्यही स्कुलमा पढेको होइन त्यही स्कुलमा पढेको अब त्यहाँबाट चाहिँ आजभोलि हल्का डेभलप भएर चाहिँ यस्तो भएको छ हेर्न सक्नुहुन्छ यस्तो प्यालो भएको छ म चाहिँ यही स्कुल पढेँ अब नर्सरीदेखि 3 हो कि 3 सम्म 2 हो कि 3 सम्म चाहिँ म यही स्कुल पढेको हो म चाहिँ यता आइसकेको छु यहाँनिर यही तल हो यहाँनिर यहाँ आइसकेपछि चाहिँ मलाई यस्तो मजाको लाग्यो कि जानु सक्नुहुन्छ होइन हावा पनि यस्तो यता यस्तो आउँछ 24 घन्टा हावा चिसो हावा आइगर्छ क्या गाई छ होइन त्यही मलाई यसको यो नेटा बजारको मोहनी लगाइदिन्छ क्या यो कोही मान्छेलाई पनि आएपछि यो हावाले मोहनी लगाइदिन्छ गाई चाहिँ यस्तो दामी लाग्छ होइन हेर्नु सक्नुहुन्छ पुरा यस्तो दामी सिन छ आफै सोच्नु कस्तो हावा होला गाई चाहिँ अब चाहिँ हामी आइपुग्यौँ हेर्न सक्नुहुन्छ यही हो मन्दिर अनि यता यो चाहिँ खै के हो यो चाहिँ गरे के हो यो थाहा भएन मलाई चाहिँ हेर्नु सक्नुहुन्छ सानो अक्षरमा लेखेर के पढ्ने अब यो त मलाई खासै अब यो मलाई खासै त्यति आएन गाई चाहिँ त्यो अब चाहिँ म चाहिँ इङ्ग्लिस ट्यालेन्ट हो क्या इङ्ग्लिसमा ट्यालेन्ट हो अलिअलि खासै त होइन अलिअलि पढाइमा अलिअलि हो क्या म चाहिँ त्यति ट्यालेन्ट छैन
त्यही हो, अब आइसक्यो हाम्रो मन्दिर। यहीँ पूजा गर्ने हुन्छ। यो चाहिँ भर्खर बनेको गाइस, अस्ति भर्खर उद्घाटन भयो। त्यही हो, अब हेर्नु सक्नुहुन्छ मेरो पाठी सिकान, हेर्नु सिकान गाइस। हामी चाहिँ फाइनली पुगिसक्यौँ। हेर्नुहुन्छ उहाँ चाहिँ बाजे फुपू हुनुहुन्छ। अब चाहिँ हामी पुगिसकेका छौँ गाइस। पूजासुजा गर्नुपर्ने हुन्छ। अनि त्यही हो मन्दिर चाहिँ, त्यहाँ पूजाहरू बाजे हुनुहुन्छ। अब हामी एन्ट्री भयौँ फाइनल्ली। बाजे उता त्यहाँ खोलालाई त्यो चल्ला दिएन क्या। ल गाइस हेर्न सक्नुहुन्छ यस्तो छ मन्दिर पुरा। यहाँ अब आगो सागो बाल्ने, त्यहाँ पूजा भइरहेको हल्का। त्यही हो, हेर्नु यस्तो डाँडा गाडामा ट्याक्क बिचमा मन्दिर छ। सही छ, भिडियो बनाउँदा मिल्छ होइन। पुरा हेर्न सक्नुहुन्छ भ्यू, यस्तो राम्रो भ्यू हाम्रो नेटा बजारबाट। बाजे आएपछि पूजासुजा गर्नुपर्ने हुन्छ। ल गाइस फाइनल्ली हाम्रो चाहिँ काटिसकेको छ एकदम मजाले मानेर। हाम्रो देउताले मानिसके, अनि त्यस पछाडि मानेर यता आगो सागो बाल्दै, आगो सागो बालेर हेर्न सक्नुहुन्छ पुरा यहाँ यस्तो तरिकाले व्यवस्थित रूपमा भएर यता हामीले चढाइसकेका छौँ। त्यही हो गाइस, अब यता त भइहाल्छ। अब कति आधा घन्टा होइन, अब आधा घन्टातिरमा सब काम फिनिस हुन्छ। त्यही हो, पर जानुपर्छ। त्यता त आफै गरिहाल्छ न, त्यता हामी जानुपर्ने हुँदैन, त्यही उता भइहाल्छ। अब चाहिँ यता कार्यक्रम यो छालै आउँदैन ल। काटेर होला फेरि त्यो फोक्सो गाइस। यता देखाउँछ, यता देखाऊ क्या, यता देखाउँदै गर्दा फोक्सो गाइस। यो चाहिँ वहाँ गाइस, यसमा त टुर गराइदिउँ मजाको। यो अर्को तयारीमै हो। घरेली नै यहाँबाट कोटाबाट यहीसम्म चाहिँ पुरै कोटबाट छिटो छ नि, छिट्टै छ। घरेल त बसिएको छ, ठिक छ नि। घर चाहिँ आफ्नो लागि केही छैन, राम्रो छ। यो कोटभरिको लागि हो हाम्रो यो पाल्यार मालगाउँ यो भरिमै हो। यिनी हुँदैन नि, यिनी भयो भने यो अगाडि के यो मलाई डर लाग्यो अगाडि। अब बेलुकै मेटिने हो कि अब अर्को हुने हो। पुरा रेडी भइसक्यो, भुरिया बनाउँदैछन् बाजेले चाहिँ। आगो बल्दैछ, अलिअलि अब त्यही घरैबाट अलिअलि भयो अरू चाहिँ हेर्न सक्नुहुन्छ है। हामी चाहिँ पोलिसकेका छौँ। अब चाहिँ हामी यताउता गरेर सब चाहिँ हामी हामी खाँदै है। खान साइलोको नाम के अरे? हल्का रमाइलो गाइस यहाँ पोलिसकेको छ। अब त्यहाँ चाहिँ भागा अब खानु पऱ्यो पश्चात। अनि त्यही हो, अब खाएर हामी चाहिँ घरतिर लाग्छौँ। हामी हाम्दिन लगाएको यता
टमाटर क्या अन्ना हो क्या यो क्या है मिठाई का गाइस अब हाम्रो सकिसक्यो हेर्न सक्नुहुन्छ मन्दिर सन्दिर अब बलिरहेछ अब चाहिँ हाम्रो पूजापाठ सबै सकिसक्यो अब चाहिँ हामी जानुपर्ने हुन्छ यहाँ अब आफ्नो घर यता हामी आफ्नो घर बाइकमा जान्छौँ हामी चाहिँ त्यही हो अब आजलाई भ्लग यति नै हुन्छ त्यही हो साथ सपोर्ट दिनु पऱ्यो सबले लाइक सब्सक्राइब सेयर हानिदिनु पऱ्यो त्यही हो माया देखाउनु पऱ्यो हस् त टाटा बाई बाई